Hello and namaste everyone. Welcome to my blog. Itna sa Pakrin. So yes, आज चाहिँ म जाँदैछु काठमाडौँ. त्यो न्यू इयर भएर न्यू इयर सेलिब्रेट गर्न चाहिँ गएको हैन. सरी न्यू इयर भन्न त बिर्सिरहेको. ह्याप्पी न्यू इयर इच एन्ड एभ्रीवन. नववर्ष 2082 सालको मङ्गलमय शुभकामना भन्न चाहन्छु भिडियोको मार्फतबाटै. सो यस, अब चाहिँ म काठमाडौँ जान हो. भर्खर उठेको हो कि अनुहार केही धुवा हैन. टक्क फ्रेस हुन्छु अनि चाहिँ भेट्छु है त काठमाडौँ जानको लागि. म फ्रेस भएर रेडी हुन लाग्थेँ होइन साथीहरू. तर मलाई एउटा कुरा ट्याक्कै याद आयो कि दिदीहरूले माइगोहरू च्यात्ते छ. यो त कति वर्ष पुरानो हो नि त. हाम्रो दिदीहरू पढ्ने बेला एउटा खेलकुद के उसबाट दिएको थियो, संस्थाबाट. छे कहाँ हो र कहाँ जोडिदिरहेको मैले. त्यही हो साथीहरू, मैले चाहिँ यो भन्न लाग्थेँ कि हाम्रो चाहिँ यो खुर्सानीहरू छ नि, हाम्रो दिदीहरू एब्रोडमा हुनुहुन्छ नि त. अनि त्यहाँ चाहिँ एकदम महँगो र क्या. त्यही भएर हामीले चाहिँ घरबाटै पठाइदिनु लाग्यो कि. त्यहाँ हाम्रो आफ्नै रिलेटिभ्स पनि जाँदैछ, उनीहरू गएकै देशमा. त्यही भएर अब चाहिँ म खुर्सानी ग्राइन्ड गर्नुपर्ने हुन्छ. कति छ हेर्नु त्यतितिर. ल इट अल आर छिल्ले. सो यस, अहिले चाहिँ मिक्सचरको खोजीमा. त्यही हो, मैले मिक्सर रेडी गरिसकेँ. अनि यो चाहिँ पन्जा हो क्या. मेरो चाहिँ बानी के छ भने नि, मतलब कुनै कुरा त्यो छोइसकेपछि पुरा यता लगाइदिनु छ क्या. अनि खुर्सानीले त कस्तो हुन्छ. त्यही भएर यो लगाएको मैले. एउटा हातमा चाहिँ छैन नि त. भएर अब निस्किन लागेको साथीहरू. घाम यताबाट भएर होला. म कस्तो कालो देखा. मेरो गाडी चाहिँ उता ठ्याक्कै त्यो उसले छेक्यो, त्यो घरले. नत्र मेरो गाडी त्यही हो साथीहरू. अब टाइम वेस्ट नभइकन जाऊँ ल कुदेर. मतलब पठाउ बुक गरेको आएन कि. त्यही भएर म यता छु साथी. कतिखेर आउँछ भने चाहिँ जाने. लास्ट ल्याङ हुने कि यतातिर हेर्छ गाडी. ओहो आमा, म यत्रो बोलेँ तर उसै भएन छ. म यत्रो बोलिसकेँ अघि नै, तर मैले यो क्लिक गर्नै बिर्सेछु साथीहरू. त्यही हो. र फेरि पनि भन्छु, मेरो माइल दिदी चाहिँ मलाई लिन आइसकेको थियो. आज पठाउ गर्दा कति मतलब त्यो मान्छेले मै नदेखेँ के छेउमै रहेछ लास्टमा. यताउता. अनि ब्याग नम्बर पनि मैले भनेको थियो त. मैले त हेरेन नि त. कति मान्छेले यस्तो फोन गरेँ, मलाई नै गर्न ला हो कि भनेर पुरै. त्यही हो, जस्तो तस्तो गरेर पनि काठमाडौँ आइपुगिसक्यो साथीहरू. आउने बित्तिकै खरबुजा खान पाइयो साथीहरू. यहाँ छोरो यहाँ आउन. यसलाई त कस्तो मस्त छ साथीहरू. यहाँ पो त्यहाँ माथि घरको त एउटा याद आएन होला यसलाई त होइन. यहाँ ल्यापटप भन्ने ल्यापटप, मोबाइल भन्ने मोबाइल नि थरीको आइफोन हेर्ने कि एन्ड्रोइड. त्यति भएपछि के चाहियो त. यता फेरि ऊ हाँस्न लिएर त गुड मर्निङ कि गुड नाइट थाहा छैन. यस्तै हो काठमाडौँमा त. म त अँध्यारो झन् बत्ती नि गयो. हेलो गाइस. बहिनी त कालो भएर देखाएन कस्तो हेर. म लाइट नभएर मात्र म एकदम राम्री छु. हाम्रो बहिनीको च्यानल जहिले यो पोस्ट त गर्दैन. के गर्दैन कसम. मैले यो अब नयाँ वर्षदेखि सबै भ्लग बनाउने. आज हामीलाई त्यो गाडीले कहाँ घुमाइदिया. फङ झर्नाहरू हुन्छ नि नुवाकोटको, तिनीहरूमा पुरै मान्छेहरू त कति नयाँ इयर भएर होला. गाडी र उसको त लाइन. दोकानमा उ छ अरे त मेला. त्यो बिस्किटको मेला आउँछ दोकानमा. अस्ति त्यो दोकानमा 25 लाख पैसा समात्या भएर होला. ठाउँमै चेकिङ क्या. ठाउँमै चेकिङ. हाम्रो 25 लाख कसरी है? कहाँको पैसा होला? 25 करोड हो. लाख होइन कहाँ करोड. त्यही भएर है हाम्रो त
यहाँबाट त्यहाँ गयो त्यहीँ चेकिङ यहाँबाट त्यहीँ गयो नकाट्ने अब भयो त्यो दाइ त त्यो पेपर देखाउँदा मलाई वाक्कै लाग्यो भनेर त्यो फर्स्टमै बस्यो कि होइन सेकेन्डमा फर्स्टमा बस्नु पछि त तर त्यो सिटहरू अलि सुत्नु नमिल्ने टाइपको छ क्या है म पछि एउटा 3टा दाइहरू चढे होइन तिनीहरू क्या चिल पारेको भने गीत पनि ल कोही छैन त्यसरी यत्रो ठुलो स्वरमा मलाई त पहिला हामी गाउँ गएको पो याद आयो हामी पनि त्यस्तै गर्थ्यौँ नि कोही केही छैन बाल छैन गीत गाउने क्या तर रमाइलो भयो त्यो एउटा खाने स्टाइलहरू कालो न कालो के भएको आमामामा बत्ती नि गयो प्लस रुम नि अलि अँध्यारोमै रहेछ क्या यतातिर घरहरू सबै भएर होला है जाडोमा घाममा सुत्दै पर्दैन कसको च्यानलमा हाल्ने त्यो माइलीकोमा दसौँमा म त आज चाहिँ हाम्रो मजेदार च्यालेन्जहरू हुँदैछ तपाईँहरूले हेर्न चाहनुहुन्छ भने हाम्रो के छ तपाईँको युट्युबमा खोल्नुपर्ने आज रेडी गरेर राख्नुपर्छ खाइहाल्छु नि यो अहिले पछि खाने भयो अब पुरा खैदा पैसा देखाउँ कति छ खै डलर पनि देखाइदेऊ न मेरो हाम्रो युट्युबको साथीहरूलाई त्यो साथीहरू पुरा होइन ओभर सुतिरहेको थियो अनि मलाई चाहिँ कस्तो भोक लागिरहेको मैले खाना केही पनि खाएन पानीधरि खाएन उठेर सिधै आइदियो हो क्या उठ्ने अलिक ढिला उठ्छु नि त म त्यही भएर त्यतिसम्म त गाडी नै आइसकेको थियो त्यही हो अब म खानु त नि अनि सुत्ने चिठी तिमीलाई लेखौँ कसरी हो कि के भन्ने खोइ खान ए यहाँ रहेछ देखाइदियो त ल ओ माई गॉड वाउ यो कहाँको पैसा भन्दै त अलि यहाँ हेरेर देखाउँ न अलि यहाँ हेरेर देखाउँ न त्यो क्यामेराको नजिक होइन क्या यो पैसा त्यो च्यात्तेन है ल देखाइदियो त यहाँ देखाइदेऊ न ल यहाँ ल गुड ल मैले यो अटाटे लेखेँ यो कति रुपियाँ हो भनिदियो त सबैले 1 रुपियाँ 1 रुपियाँ कहाँको अफ्रिका ओ माई गॉड अफ्रिकाको पैसा लुक एट गाइज यो च्यात्दैन त्यसरी लाने होला नि पहिला चुप्प गर्नु दियो अनि बेच्नु मलाई चाहिँ देऊ भनेको ल योसम्म दिउ न त ल क्यामेरा समात न त साथीहरू अब चाहिँ म यो च्याट्ने प्रयास गर्नेछु यो छोरोको पैसा अफ्रिकाबाट आएको ल खोइ ल तपाईँहरू पनि ट्राई गर्नु ल है तिम्रो पालो अब यो वाटर प्रुफ पनि हो वाटर प्रुफ पनि हो अरे ल हेर्ने ऊ यहाँ हाम्रो सिङ्क छ होइन अनि सिङ्कमा अलि धुन्छ हेर्न यो पैसा यस ल अफ्रिकाको पैसा वाटर प्रुफ र के भन्छ च्यात्न प्रुफ च्यातिँदैन के भन्छ त्यसलाई थाहा छैन ऊ ए दिस इज द नर्मल के पहिला जस्तो थियो त्यस्तै वाटर प्रुफ ल खाने हो अब खाना म हालिदिन्छु ल एकछिन चाहिँ भनेपछि चाहिँ पुरा दिन भइसक्यो अहिले चाहिँ 2 बजी छ अब चाहिँ खाजासाजा बनाउने अनि रेडी हुने अनि बाहिरतिर पनि जाने त्यति हो यहाँनिर सब सुतिरहेछन् सब everyone was sleeping मस्त सुत्यो अनि उठ्यो अनि खाजा खाना आएको थियो यहाँ त मस्त गीत गाइरहेको थियो ल फर्स्टबाट 3 2 1 गो यहाँ
चाहिँ मोबाइलको लागि फाइट भइरहेछ साथीहरू अनि हाम्रो माइली दिदी चाहिँ ज्ञानी भएर एकदम शान्त वातावरणमा खाजा बनाइरहनु भएको छ यता ओ माई गॉड माइली दिदी मतलब हाम्रो चाहिँ खाजा खाने टाइम भइसक्यो अनि हाम्रो खाजा पनि एकदम रेडी भइसक्यो तर यसमा ट्विस्ट के आयो भने नि पर्फिउम भन्छ है त यहाँ भन्नु के रहेछ एन्ड हट एन्ड स्पाइसी नुडल्स अनि यहाँ आएर चिकन रोस्ट चाहिँ अलिक डढे छ लेमन वाटर लेमन र के बोलायो मैले वाटरमेलन अनि यहाँ चाहिँ हाम्रो केचप अनि अर्को के आउनु भयो यति हो है कोक इज हियर गिलासमा हाल्न के धेरै खानाहरू छ नि त अब त्यो चाहिँ कसरी खाने भन्दाखेरि बोटल फ्लिप गरेर खाने अनि मतलब बोटल फ्लिपमा जसले त्यो बोटल फ्लिप गरेर अड्काउन सक्छ त्यसले खाना पायो अरूले पाएन त्यो साथीहरू अनि यसको फुल भिडियो चाहिँ रहेको छ हाम्रो माइली दिदीको युट्युब च्यानलमा जसको नाम छ म यता मेन्सन गरिदिन्छु अहिले के हुन्छ हेरेर मलाई पनि एक्ज्याक्टली थाहा छैन नि त त्यही भएर सो अब चाहिँ ढिला नगरिकन हाम्रो गेम स्टार्ट गर्नुपर्ने हुन्छ हाम्रो चाहिँ भर्खरै च्यालेन्ज सक्यो जुन चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो माइली दिदीको युट्युब च्यानलमा हामीले चाहिँ मतलब च्यालेन्ज गर्दा चाहिँ धेरै इन्ग्रिडियन्ट्सहरू राखेको थिएन तर राखेको जति चाहिँ कुचबी मलाई धेरै इन्ग्रिडियन्ट्सहरू राखेको थिएन जम्मा 3टा राखेको थिएँ तर धेरै क्वान्टिटीमा राखेको थिएँ त्यही भएर हामीले सकेन रोस्ट सकेन कोक सकेन अनि आएर सकेको भनेको चाहिँ एउटै मात्र त्यो वाटरमेलन त्यो पुरै सक्यो क्या त्यही हो साथीहरू अब चाहिँ हाम्रो बाहिर जाने भन्ने कुरा भयो बाहिरै भेटौँ है रेडी भएर पनि अब चाहिँ हामी घुम्न जामा कहाँ रे दिदी फुलबारी गेट जान लागिसक्यो साथीहरू गन्तव्य रहेको छ यस्तो यतातिर साथीहरू पनि भ्लग स्टार्ट भएर साथीहरू अब त्यहीँ गएपछि भेटौँ ल यात्रा गर्ने क्रममा साथीहरू के भयो भन्नु न यहाँ छ नि यो कुकुर कराइरहेको छैन अनि एउटा त्यो ब्ल्याक डगी छ नि उयो छोरालाई पछ्याउँदै गएको त्यसले छोरोलाई पुरा पछ्याइरहेको छ नि हाम्रो छोरोले त्यो कालो डगीको तेरो गर्लफ्रेन्ड हो त्यहाँ जा रे के तिमी कस्तो गएको फेरि ओ डगी के हो भाइ मान्छे चिन्दैनस् जस्तै थाक्यो भाइ यो माइली दिदी यता हुनुहुन्छ बुझ जस्तो आएछ हे त्यसै भएर त्यसै आउँछ ओ माई गड हो नियर टु डेस्टिनेसन साथीहरू कस्तो लो क्वालिटी आयो त यो क्यामेराको होइन त कम्पेरिजन हेर आकाश पातलको फरक छ सो त्यही हो मैले चाहिँ यहाँ किन स्टार्ट गरेँ भन्दाखेरि भ्यू देखाउन लागेको थिएँ कि यता लुक एट द भ्यू वाउ फाइनली वी आर रिच आवर डेस्टिनेसन यस उसले पनि भ्लग बनाउँदैछ सब भ्लगर हो नि त साथीहरू यहाँ एक से एक भ्लगर छ हाम्रो फ्यामिलीमा अलिक टाढा भएर बोल तर मेरो बोली चुली सानो मान्छे वाइ यु आर दियर ल साइरी गाएर देखाउन त साइरी किन छ होला भन्ने आएको होइन म खासमा भन्नुपर्छ तर छन चाहिँ यो मात्र रहेछ क्या यो मात्र अन्य के भन्ने केही छैन अरू यहाँबाट नि हेर्न पाउने भनेको यो भ्यू को म यहाँ क्यामराम्यान यहाँको कस्तो राम्रो आइरहेछ है गाइस प्लिज कमेन्ट डाउन बिलो हु इज ब्युटिफुल कम्पेरिजन भइरह यहाँ च्यालेन्ज कम्पेरिजनलाई सोध्ने क्वेसन कसै राम्रो छ अफ कोर्स मै छ मेरो भिडियोमा नो गाइस आई एम ब्युटिफुल ओके यु आर ब्युटिफुल बट लेस देन मी एम आई राइट गाइस इङ्ग्लिस त फेरि खत्रै हो नि फिलिली हो फिलिली समुद्र पारी जाउँ के हो त्यो समुद्र पारेर जाम तिम्रो त्यस्तो नि छ देखेर आज
यति नै हो आज हामीले यति नै घुम्ने भएको छ अघि नै 4 बजिसक्यो अब चाहिँ रात पर्न लाग अब केही भिडियोहरू क्लिक गर्ने अनि हामी घरतिर जाने साथीहरू फोटोसुटहरू पनि गरियो राम्रो नराम्रो जस्तो भए पनि तर यहाँ मेरो माइली दिदीलाई चाहिँ चित्त बुझिरहेन मैले राम्रो खिच्दैन भनेर मेरो पनि त त्यस्तै छ नि त मेरो पनि त एउटा राम्रो खिच्दैन घाममा त हेर्दा हाम्रो यस्तो राम्रो आउँछ हो यो घाम छैन नि त खोइ कहाँ छ घाम छैन नि त त्यही भएर नराम्रो आएको मान्छे कालो भए त कालो निकाल्नु ठिकै मान्छे यस्तो गरी विश्व दियो फेरि होइन कि त्यो घाम होइन कि घाम नि नभएर हो प्लस यहाँको वेदर हेर्नु न त कस्तो हो पुरै हेर्नु त धम्म परेको दिन त्यही भएर हो क्या नत्र राम्री त 101 छ नि मेरो दिदीहरू होइन त्यही हो मैले चाहिँ अब यो जानकारी गर्न चाहेँ कि अब चाहिँ हामी घर जाँदैछौँ साथीहरू अब हामी चाहिँ अघि अर्को बाटोबाट आएको अब चाहिँ हामी अर्को बाटोबाट जाँदैछु यहाँ हेर्ने भनेको त्यही हो त्यो फ्ल्यागहरू त्यो यो लामाहरूको यो फ्ल्यागहरू भइहाल्यो अनि अर्को भनेको यहाँको पुरै भ्यूहरू यताको पुरै भ्यू एन्ड द्याट्स इट अरू केही छैन अनि आजको लागि यति नै के हो कहाँ छ खोइ छैन त्यही भन्न लाग्थ्यो मेरो साथीहरू द्याट्स फर टुडे थ्याङ्क यू फर वाचिङ टिल नाउ बाई बाई